काठमाडौँको मुटुमा अवस्थित पशुपतिनाथ मन्दिर। यो केवल एउटा मन्दिर मात्र होइन, यो त अनगिन्ती रहस्य र शक्तिको केन्द्र हो। आउनुहोस्, आज हामी यसका केही नसुल्झिएका रहस्यहरूको पर्दा खोल्ने प्रयास गरौँ। सम्झनुहोस् त त्यो 2015 को महाभूकम्प। 7.8 म्याग्निच्युडको त्यो कम्पनले काठमाडौँ उपत्यकाका सयौं ऐतिहासिक सम्पदाहरू ढले, तर पशुपतिनाथको मुख्य मन्दिर एउटा सानो चर्कन समेत लागेन। आखिर यो भयो कसरी? के यो कुनै दैवी चमत्कार थियो वा यसको पछाडि कुनै गहिरो विज्ञान लुकेको छ? ल, यो रहस्यको जडसम्म पुग्नको लागि हामी सुरु गरौँ यसको जगबाटै। आखिर केले बनाएको छ त यो मन्दिरलाई यति अटल, यति बलियो? एउटा पुरानो ग्रन्थ छ, गोपालराज वंशावली। त्यसका अनुसार यो ठाउँको पत्ता लाग्नुको पछाडि एउटा गाईको कथा छ। कैली नामकी एउटा गाई, जसले हरेक दिन एउटा माटोको ढिस्को माथि गएर आफै दूध चढाउँथे। जब त्यो ठाउँ खनेर हेरियो नि, त्यहाँबाट एउटा चम्किलो ज्योतिर्मय लिङ्ग प्रकट भयो। अब हेर्नुहोस्, यहाँ कस्तो रोचक कुरा छ। एकातिर छ त्यो दैवी कथा, गाईको भक्तिले प्रकट भएको लिङ्ग, अनि अर्कोतिर छ एकदमै वैज्ञानिक कुरा, यसको वास्तुकला। यो नेपाली शैलीको वास्तुकलाको एक उत्कृष्ट नमुना हो। प्यागोडा डिजाइन र त्यो 45 डिग्रीको कोणमा राखिएका टुण्डालहरू सायद यही पुरानो इन्जिनियरिङको कमाल हो, जसले यसलाई भूकम्पमा पनि ढल्न दिएन। मन्दिरको बाहिरी बनावट त बलियो छँदैछ, तर भित्रको रहस्य झनै गहिरो छ। अब लागौं मन्दिरको मुटु, अर्थात् त्यो लिङ्गका 5 अनुहारहरूको कथातिर। पशुपतिनाथको लिङ्गलाई चतुर्मुखी पनि भनिन्छ, मतलब 4वटा मुख भएको। हरेक मुखको आफ्नै अर्थ छ। पूर्वतिरको तत्पुरुष, जसले ज्ञान र प्रकाश दिन्छ। दक्षिणतिर अघोर, जसले विनाश र पुनर्जन्मको चक्रलाई देखाउँछ। पश्चिममा सद्योजात छ, जसले शुद्धता र नयाँ सुरुवातको सङ्केत गर्छ। अनि उत्तरमा छ वामदेव, जसले करुणा र जीवनलाई दर्शाउँछ। हरेक अनुहार ब्रह्माण्डको एउटा फरक पाट हो। तर कथा यति मात्रै होइन, एउटा 5औं अनुहार पनि छ, जुन देखिँदैन। ओहो, ठिक सुन्नुभयो। ईशान वा कालाग्नि रुद्र भनिने यो 5औं अनुहार माथितिर फर्किएको र अदृश्य छ। भनिन्छ यसको पूजा केवल सिद्ध पुजारी र ठूला तपस्वीहरूले मात्र गर्न सक्छन्। यो अनुहारमा असीमित शक्ति छ। ल, अब मन्दिरको अर्को एउटा रहस्यको तह खोलौं। यो रहस्य जोडिएको छ त्यहाँका पुजारीहरूको अनौठो परम्परासँग। कहिले सोच्नु भएको छ, नेपालको सबैभन्दा पवित्र, सबैभन्दा महत्त्वपूर्ण मन्दिर, तर त्यहाँको मुख्य लिङ्गलाई छुने अधिकार दक्षिण भारतको कर्नाटकबाट आएका 4 विशेष पुजारीहरूलाई मात्र किन छ? यसको जरो इतिहासमा छ। मानिन्छ कि यो परम्परा महान दार्शनिक आदि शङ्कराचार्यले सुरु गरेका हुन्। उहाँको उद्देश्य थियो नेपाल र भारत बीचको जुन धार्मिक सम्बन्ध छ त्यसलाई अझै बलियो बनाउने र पूजा गर्ने विधिमा एकरूपता ल्याउने। अनि पुजारी बन्न त्यति सजिलो पनि छैन। एकदमै कडा नियमहरू छन्। पहिलो त उनीहरू दक्षिण भारतको कर्नाटककै एउटा विशेष वंशको हुनु पर्यो। दोस्रो, उनीहरूले पाशुपत मन्त्रमा दीक्षा लिएर त्यसमा पोख्त हुनुपर्छ। र तेस्रो, श्रीविद्या मन्त्रमा पनि उस्तै निपुणता हासिल गरेको हुनुपर्छ। तर यो कडा नियम किन? यसको पछाडि एउटा गहिरो विश्वास लुकेको छ। भनिन्छ त्यो लिङ्गबाट एउटा यस्तो शक्तिशाली चुम्बकीय ऊर्जा वा औरा निस्कन्छ जसलाई साधारण मानिसले थाम्न सक्दैन। त्यो ऊर्जा सहनको लागि यी विशेष मन्त्रहरूको सुरक्षा कवच चाहिन्छ। अब हाम्रो यात्राको अन्तिम तर सायद सबैभन्दा गोप्य रहस्यतिर लागौं, मन्दिरको भण्डारमा लुकाइएका ती अद्भुत खजानाहरू। पशुपतिनाथको मुख्य खजाना, जसलाई मूल भण्डार भनिन्छ, त्यसलाई खोल्न एउटा होइन, दुईटा होइन, 3-3वटा साँचो चाहिन्छ। अनि ती साँचोहरू पनि 3 फरक निकायसँग हुन्छन्। एउटा राज्यसँग, अर्को सुरक्षा निकायसँग र तेस्रो मन्दिरको गुठीसँग। सोच्नुस् त कति कडा सुरक्षा होला। यति कडा सुरक्षा छ भनेपछि भित्र पक्कै केही अमूल्य चिजहरू होलान्, हैन त? हो, विश्वास गरिन्छ कि त्यो भण्डारमा 3वटा दुर्लभ पवित्र खजानाहरू छन्। पहिलो हो एकमुखी रुद्राक्ष, जसलाई साक्षात् शिवकै प्रतीक मानिन्छ। दोस्रो, नागमणि, जुन कैयौं पौराणिक कथाहरूमा सुन्न पाइन्छ। र तेस्रो, पशुपतिनाथको त्यो पवित्र सुनको मुकुट। अब यी सबै रहस्यहरूलाई एउटै धागोमा बाँध्ने कुरा गरौँ। त्यो हो पशुपतिनाथ शब्दको अर्थ। पशु अर्थात् प्राणी र पति अर्थात् स्वामी, मतलब सबै प्राणीहरूका स्वामी।
यसले के देखाउँछ भने यो मन्दिर कुनै एउटा धर्म वा समुदायको लागि मात्र होइन, यो त सम्पूर्ण सृष्टिको लागि हो। अब अन्त्यमा एउटा प्रश्न, आखिर पशुपतिनाथको सबैभन्दा ठूलो रहस्य के हो त? यहाँका मानिसहरूको अटल विश्वास, यसको भूकम्पले समेत हल्लाउन नसकेको इन्जिनियरिङ, वा यसका संरक्षकहरूको त्यो कहिल्यै नटुटेको परम्परा? सायद यसको वास्तविक शक्ति, विश्वास, विज्ञान र परम्परा तीनवटैको सङ्गममा लुकेको छ कि?